नमस्कार। आजको भू राजनीतिक श्रृङ्खलामा तपाईहरुलाई स्वागत छ। म करण सिंह बडाल। आजको भू राजनीतिक श्रृङ्खलामा मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मिसन अर्थात् हवाई आक्रमणबाट इरानको सत्ता तख्तापलट गर्ने र शीर्ष कमान्डरहरूको हत्या गरिसके पश्चात आफूले आफ्नो अनुकूलको एउटा पपेट टाइपको अथवा कठपुतली प्रकारको इरानमा सरकार चलाउने जुन अपेक्षा राखेका थिए त्यो अपेक्षा अर्थात् उद्देश्य असफल भइसके पश्चात हिजो मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई आधार मान्ने हो भने अब निकट भविष्यमा कुन मिति हो त्यो भन्न सकिँदैन, कहिले अमेरिकाले आक्रमण गर्छ त्यो पनि भन्न सकिँदैन। तर एउटा कुरा निश्चित जस्तो भइसकेको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा छ अब हवाई आक्रमणबाट मात्रै इरानको शीर्ष अधिकारीहरूको हत्याले मात्रै अब इरानको सत्ता तख्तापलट हुनेवाला छैन। इरानमा रेजिम चेन्ज असम्भव भइसकेको छ। त्यसकारण हिजो मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनिसके अब उनले विचार गरिरहेका छन् केही समयभित्रै यदि इरानले आत्मसमर्पण गरेन भने, आत्मसमर्पण नगरेको स्थितिमा अब इरानमाथि स्थलगत आक्रमण हुन्छ, स्थलगत सैन्य आक्रमण हुन्छ। यो सैन्य आक्रमण भइसके पश्चात उनलाई मनपर्ने इरानको तेल इरानले आफ्नो हिस्सेदारीको रूपमा लिनेछ, उनले अमेरिकाले प्राप्त गर्नेछ। योभन्दा अघि तपाईँहरूले हेर्न सक्नुहुन्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हामीले इरानको परमाणु कार्यक्रमलाई लक्षित गरेर त्यो ध्वस्त बनाउनलाई, तहस नहस बनाउनलाई हामीले आक्रमण गरेको भनेका थिए। त्यस पश्चात त्यो उनको लक्ष्य पनि असफल भयो, त्यो सैन्य मिसन पनि असफल भयो, आक्रमण असफल भयो। त्यस पश्चात फेरि उनले के भने हामीले रिजिम चेन्जको लागि आक्रमण गरेको, त्यो पनि असफल भइसक्यो। प्लान ए असफल, प्लान बी असफल। अब प्लान सी अन्तर्गत अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको सबैभन्दा बढी मनपर्ने चिज भनेको तेल हो। त्यो तेलमा उनी कब्जा जमाउन चाहन्छन्। त्यसकारण अब उनले हवाई आक्रमणले मात्रै सम्भव नभइसकेपछि अब चाहिँ इरानमाथि सैन्य आक्रमण गर्नको लागि स्थलगत सेना उतारिसकेका छन्। वाशिङटन पोस्ट र अमेरिकी अन्य समाचार संस्था जस्तो CNN लगायतका समाचार संस्थाहरूका अनुसार निकट भविष्यमै अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको लाइफलाइन मानिने खार्ग टापुमा आफ्नो सेना उतार्नेछन् र त्यो सेना उतारिसकेपछि आफ्नो जुन लक्ष्य हो तेल प्राप्त गर्ने, त्यो लक्ष्य प्राप्त गर्नेछन्। त्यो प्राप्त गर्नेका केही आधारहरू जस्तो इरानको लाइफलाइन मानिने खार्ग टापु कब्जा गरिसकेपछि त्यसपछि इरान घुट्नमा आउनेछ, घुँडा टेक्नेछ, आत्मसमर्पण गर्नेछ र त्यसपछि भने आफ्नो केही हिस्सेदारी इरानको तेलमा आफ्नो हिस्सेदारी प्राप्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लक्ष्य रहेको स्पष्ट बुझ्न सकिन्छ। अब कुरा गरौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो के खार्ग टापु कब्जा गर्न सम्भव छ? अब त्यसका केही अहिले कठिनाइहरू र त्यसै गरी सम्भावनाहरूको विषयमा संक्षिप्तमा चर्चाको प्रयास गर्नेछु। जस्तो अब यदि अमेरिकाले इरानको खार्ग टापु कब्जा गर्ने हो भने हवाई आक्रमणले त्यो कब्जा हुन सम्भव छैन, पहिलो कुरा। दोस्रो कुरा, यदि त्यो अमेरिकाले आफ्नो सेनालाई विमानबाट खार्ग टापुमा खसालेर आक्रमण गराउने हो भने त्यो पनि सम्भव छैन, किनभने खार्ग टापुमा इरानले बलियो हवाई प्रक्षेपण राखेको छ। 1 लाखभन्दा बढी इरानी सेनाको उपस्थिति त्यहाँ रहेको छ। त्यसकारण त्यो सम्भव, दोस्रो विकल्प पनि त्यो सम्भव देखिँदैन। तेस्रो कुरा, अब त्यहाँ जानको लागि अमेरिकाको US त्रिपोली जो एम्फिबियस विमान हो, मेरिन सेनाहरू रहेका छन् त्यसमा 3500 को सङ्ख्यामा। त्यो मेरिन सेनाको अर्थ कुनै एउटा समुद्री मार्गबाट गएर एउटा स्थलगत युद्धको लागि जाने सेना भन्ने बुझिन्छ। अमेरिकी US त्रिपोली अरब सागर नजिक पुगेको छ। अब त्यहाँबाट खार्ग टापुमा जानको लागि एउटा ठुलो जोखिम मोल्नुपर्ने हुन्छ। त्यो जोखिम भनेको के भने
3-4 त्यो स्टेट अफ हर्मुजाबाट खारगा टापुमा पुग्नको लागि 7वटा द्वीपहरू छन् अथवा टापुहरू छन्। पहिलो केसम टापु, जहाँ 10,000 इरानी सैनिकहरू, त्यसै गरी अन्डरग्राउन्डमा ठुल्ठुला मिसाइलका भण्डारहरू राखिएको विश्वास गरिन्छ, जुन अमेरिकी सेनाको लागि 3,000 सेनाको लागि बहुत गाह्रो हुने स्थिति देखिन्छ। त्यति मात्रै होइन, केसम टापु अमेरिकाले कब्जा गरिसकेको स्थितिमा त्यहाँबाट अगाडि बढ्नुपर्छ। लेयर टुनब एउटा टापु हो जसमा इरानको बलियो सेनाको उपस्थिति छ। त्यसपछि ग्रेटर टुनब, त्यहाँबाट अगाडि बढ्दै जाने हो भने अरू 3-4वटा द्वीपहरू रहेका छन् र त्यो द्वीपहरू कब्जा गरिसकेपछि मात्र 600-700 किलोमिटर भित्र जाँदाखेरि खारका टापु आउँछ। खारका टापुमा त मैले अघि भनिसकेँ 1 लाख इरानी सैनिकहरू त्यहाँ युद्धको लागि तयार छन्। यसको अर्थ के हो भने यदि अमेरिकाले त्यहाँ सेना उतार्यो भने पनि त्यो खारगा टापुमा अमेरिकाले विश्वास गरिन्छ 3 घण्टासँग लगातार हवाई आक्रमण गर्ने बताइन्छ। त्यो हवाई आक्रमण भइसकेपछि अमेरिकी सेना त्यहाँ बस्न सहज हुनेछ। तर जब अमेरिकी सेना त्यहाँ बस्नेछन्, कतिपय जानकारहरूका अनुसार इरानले 5वटा पाइप मार्फत त्यहाँ लगभग 2 लाख ब्यारेल तेल चाहिँ, माफ गर्नु होला, 4 करोड ब्यारेल तेल चाहिँ भण्डारण गरेको हुन्छ र त्यो भण्डारण गरेको तेलमा इरानले आगो लगाइदिन सक्छ र एकैचोटि हजारौं, कति सेना बनाउँछ, 2,000, 5,000, 10,000, त्यो सेनाहरूले एकैचोटि आगोको लप्काले खरानी बन्ने कतिपय जानकारहरू बताउँछन्। यो विषयमा हुन त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन्, उनको सनकको भरमा निर्णय लिन्छन्। उनले आदेश दिइसकेपछि सैन्य कमान्डरहरूले आफ्नो फौजलाई त्यहाँ पठाइहाल्छन्। त्यहाँ अमेरिकालाई ठुलो जोखिम हुनेवाला छ। त्यति मात्र होइन, त्यहाँबाट अगाडि बढ्दै गएपछि अब कतिपय जानकारहरूको अनुसार अमेरिकाले इरानको 440 किलो इन्रिच्ड युरेनियम, प्रशोधन गरिएको युरेनियम, जो 60% भन्दा बढी प्रशोधन भइसकेको छ, त्यसलाई कब्जा गर्ने पनि कतिपय जानकारहरूले बताउँछन्। तर त्यो भने अझ त्यो खारगा टापु कब्जा गर्नुभन्दा 1000 गुणा जोखिमयुक्त हुने जानकारहरू बताउँछन्। किनभने त्यो कब्जा गर्ने बेलामा जुन सेन्ट्रिफ्युजका प्लान्ट छन्, ती प्लान्टहरूमा आक्रमण गर्नुपर्ने हुन्छ। पहिलो कुरा त त्यहाँ हजारौं लाखौं इरानी सेना छन्, उनीहरूको मुकाबिला गर्नुपर्ने हुन्छ। त्यति मात्रै नभएर अब यदि त्यो मुकाबिला गरेर पनि अब त्यो अगाडि बढ्दै जाँदाखेरि त्यो कब्जा गर्ने स्थितिमा रेडिएसनको ठुलो खतरा हुनसक्छ। त्यो खतरा भनेको त्यहाँ गएका अमेरिकी सैनिकहरूलाई पनि हुन्छ र इरानी सेनाहरूलाई पनि। यो अझ ठुलो जोखिमयुक्त काम भएको अन्तर्राष्ट्रिय वृत्तमा चर्चा चल्नेको छ। यसरी समग्रमा हेर्ने हो भने अमेरिकाले जुन प्रकारले स्थल आक्रमण गरेर इरानलाई घुँडामा टेकाउने लक्ष्य राखेको, त्यो लक्ष्य पनि त्यति सजिलो हुने छैन। अझ अहिले जुन प्रकारले अमेरिकाले क्षति बिहोर्यो, योभन्दा 100औं गुणा गाह्रो हुने अन्तर्राष्ट्रिय वृत्तमा चर्चा चल्न थालेको छ। अर्को अङ्कमा यस्तै नयाँ विषयवस्तु ल्याएर उपस्थित हुनुहुन्छ। आजलाई मलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।